वाच्य परिवर्तन गर्नेछौँ। जस्तै कर्मवाच्यको कर्तामा रहेको बाट वा द्वारा हटाउने, कर्ता लोप गरिएको भए आवश्यकता अनुसार कर्ता थप्ने, कर्ममा आवश्यकता अनुसार लाई थप्ने, धातुमा रहेको ई हटाउने, कर्मवाच्यमा रहेको काल पक्ष भाव परिवर्तन नगर्ने, कर्ताको लिङ्ग वचन पुरुष तथा आदरको आधारमा क्रिया राख्ने। यही नियममा रहेर हामी कर्मवाच्यलाई कर्तृवाच्य बनाउनेछौँ। जस्तै उदाहरण, सीताद्वारा गीता र रीतालाई बोलाइएछ। यो कर्मवाच्य हो। यसलाई कर्तृवाच्य बनाउँदाखेरि हाम्रो कर्तामा रहेको द्वारा र क्रियामा रहेको ई हटाउनु पर्ने हुन्छ र आवश्यकता अनुसार विभक्ति थप्नु पर्ने हुन्छ। यसैले हामीलाई कर्तृवाच्य बनाउनेछौँ। सीताले गीता र रीतालाई बोलाइछे। यसरी हामीले कर्तृवाच्य बनाउन सक्छौँ। जस्तै हामीले अर्को उदाहरण पनि हेरौँ। हामीद्वारा आफ्ना चाडपर्वहरू मनाइयो। यसलाई हामीले कर्तृवाच्य बनाउँदाखेरि हामीले आफ्ना चाडपर्वहरू मनायौँ। यसरी हामीले कर्मवाच्यबाट कर्तृवाच्य बनाउन सक्छौँ। जस्तै अर्को उदाहरण पनि हेरिहालौँ। तपाईँबाट यो किताब पढियो त। यसलाई हामीले कर्तृवाच्य बनाउँदाखेरि तपाईँले यो किताब पढ्नुभयो त। यसरी हामीले कर्मवाच्यबाट कर्तृवाच्य सजिलै बनाउन सक्छौँ। अब कर्तृवाच्यबाट भाववाच्यमा परिवर्तन गर्दा के कुरामा ख्याल राख्नुपर्छ यसका बारेमा हामी थोरै जानिहालौँ। कर्तामा बाट वा द्वारा थप्ने वा कर्ता लोप गर्ने, क्रियाको धातुमा ई जोड्ने, तृतीय पुरुष एकवचन पुल्लिङ्ग बुझाउने प्रत्यय जोडेर भाववाच्यको क्रिया बनाउने, काल पक्ष र भाव परिवर्तन नगर्ने, कर्ता म त छ भने त्यसलाई आफू त बनाउने, कर्तृवाच्य इच्छा अर्थ वा आज्ञा अर्थ भए भाववाच्य बनाउँदा धातु प्लस युज गर्ने। यी नियमहरूमा रहेर हामीले वाच्य परिवर्तन गर्नुपर्ने हुन्छ। जस्तै उदाहरण हेरिहालौँ। अमर पुस्तक किन्न बजार जान्छ। यसलाई भाववाच्य बनाउँदा नियममा रहेर नै यो वाच्य हामी परिवर्तन गर्नेछौँ। नियममा भनेको थियो कर्तामा द्वारा वा बाट थप्ने अनि क्रियामा ई थप्ने। यसै अनुसारमा हामी वाच्य परिवर्तन गर्नेछौँ। जस्तै अमरद्वारा पुस्तक किन्न बजार गइन्छ। यसरी हामीले वाच्य परिवर्तन गर्न सक्छौँ। अब अर्को उदाहरण पनि हेरिहालौँ। बहिनीहरू घुम्न गएछन्। यसलाई भाववाच्य बनाउँदा बहिनीहरूद्वारा घुम्न गइएछ। यसरी हामीले कर्तृवाच्यबाट भाववाच्यमा सजिलै परिवर्तन गर्न सक्छौँ। जस्तै अर्को उदाहरण पनि हेरिहालौँ। आज त खुब पढ्छु। यसलाई भाववाच्य बनाउँदा आज त खुबै पढिन्छ। यसरी हामीले परिवर्तन गर्न सक्छौँ। अब भाववाच्यबाट कर्तृवाच्यमा परिवर्तन गर्दा यसका सानो नियम छ। यसका बारेमा जानिहालौँ अनि हामी परिवर्तन गर्नेछौँ। भाववाच्यमा रहेको कर्ताबाट बाट द्वारा हटाउने, धातुबाट ई झिक्ने, कर्ता लोप भए कर्ता थप्ने, भाववाच्यमा रहेको काल पक्ष भाव परिवर्तन नगर्ने, कर्ताको लिङ्ग वचन पुरुष तथा आदरको आधारमा क्रिया राख्ने। यही नियममा रहेर हामी वाच्य परिवर्तन गर्नेछौँ। जस्तै उदाहरण हेरिहालौँ। पढ्दा पढ्दै निदाएछ। यसमा कर्ता छैन। कर्ता अनुसार हामीले क्रिया परिवर्तन गर्नुपर्ने हुन्छ। त ओके साथीहरू, हामी कर्ता म राख्नेछौँ। त म त पढ्दा पढ्दै निदाएछु। यसरी हामीले भाववाच्यबाट कर्तृवाच्यमा परिवर्तन गर्न सक्छौँ। जस्तै अर्को उदाहरण पनि हेरिहालौँ। आफू त यसपालि बिदामा मुक्ति क्षेत्र गइन्छ। यसलाई हामीले कर्तृवाच्य बनाउँदाखेरि म यसपालि बिदामा मुक्ति क्षेत्र जान्छु। यसरी हामीले वाच्य परिवर्तन गर्न सक्छौँ। जस्तै अर्को उदाहरण पनि हेरिहालौँ। जङ्गलमा मृगहरू देखिए। यस वाच्यलाई कर्तृवाच्य बनाउँदाखेरि जङ्गलमा मृगहरू देखियो। यसरी हामीले सजिलै भाववाच्यबाट कर्तृवाच्यमा परिवर्तन गर्न सक्छौँ। ओके साथीहरू, यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? राम्रो लाग्यो भने प्लिज साथीहरूमा सेयर गर्न नबिर्सिनु होला र सँगसँगै भिडियोलाई लाइक गर्नु भएको छैन भने प्लिज लाइक गरिदिनु होला र च्यानललाई सब्सक्राइब गर्न